आज फेरि धेरै समयपछि चाहिँ एउटा यसो भिडियो बनाऊ कि भनेर यसो कोसिस गरिरहेको छु। यहाँ चाहिँ मेरो आमा हुनुहुन्छ, एउटा ठुली आमा। त्यहाँ गुन्द्रुक सुकाउनको लागि साग टक्क काटेर राखिराखेको छ। यता कोदो छ। शरण्य बिरामी भएर आज शरण्यलाई चाहिँ घोपागाम पर हस्पिटल धरान लिएर जाँदैछु म। भर्खर इक्जाम सकेर स्कुलदेखि लिएर आएको। भर्खर इक्जाम सकेर पनि आइपुगिन् ऊ। अनि त्यहाँ राखेर अनि अब झोलाहरू राखेर ऊ निस्किँदैछन्। अब हामी बाबा छोरी चाहिँ घोपा क्याम्पसम्म जान लागेको। अर्की सानी छोरी चाहिँ यहाँ सुतिरहेछन् मस्त। अब घोपा क्याम्प जानुपर्छ है, धरान जानुपर्छ है सानो। ल ल अब चाहिँ बाबा छोरी हामी धरान जान लागेको। यता हेर्दै सानो होइन, सानोलाई दबाई गर्नको लागि धरान जान लागेको। शरण्य चाहिँ हस्पिटल आइसकेकी छिन्। जाउँ आऊ सानै, आइपुग्यो हस्पिटल। नानीलाई चेक जाँच त गराइयो। अब यो के चेक गर्नुपर्ने अरे, चेक गर्न जाँदैछौँ। हेलो गाइस, अनि हामी उटो हस्पिटलमा डक्टरलाई देखाएर आएको। अनि डक्टरले घर जानु भन्नुभयो। ल गाइस, बाई बाई। अब चाहिँ शरण्यलाई चेकअप गराएर भर्खर बाहिर निस्केको। शरण्य अगाडि कुद्दैछिन्। सानो हाम्रो स्कुटी सेम हाम्रो स्कुटी रहेछ। आऊ जाउँ तल। भयो डक्टरसँग पनि भेट भयो, डक्टरलाई पनि देखाइयो। रिपोर्टहरू सबै चेक गरेर रिपोर्टहरू सबै चेक गरेर नर्मलै छ भन्नुभयो। अब हामी बाबा छोरी घर जाँदैछौँ होइन सानो। अब हामी घर जान लागेको। दबाई लेखिदिनु भएको हुन्छ, दबाई किन्ने अनि घर जाने। हामीले चाहिँ यहाँनिर स्कुटी राखेको छौँ। अब सानो र म अब घर जाने। सानोलाई चेकजाँच पनि गरियो हस्पिटलमा। अब फेरि भोलि आउनुपर्ने छ आउनु त, तर आजलाई चाहिँ काम सक्यो। खोइ कहाँ छ नरिवल? त्यो नरिवलको बोट होइन त सानो? खै के को बोट हो यो? सानो अनि हामी कहाँ गएर आएको? किन? डक्टरलाई देखाउन। को बिरामी भएर? म। के भयो तिमीलाई? भन न। हो कि लाग्यो? हो। अब घर जाने? अब दोकानको खानेकुरा खाने कि नखाने? नखाने। दोकानको खानेकुरा चिजबलहरू खायो भने डक्टरले के गर्नुहुन्छ अरे? सुई हान्नुहुन्छ अरे? ल ल। अब चाहिँ हामी घर फर्किँदैछौँ सानो र म।